साथीहरू आज हाम्रो घरमा हेर्नु त कटर लिएर आएको अस्ति पनि लिएर आएँ थिएँ एकदम रुचाए छोराछोरीले अब रुचाएपछि त फेरि मैले पनि फेरि खुवाउन पर्यो नि त हैन आज त त्यति ठुलो त छैन तल भुइँमा फोरो लाग्छ कि यस्तो घरमा हेर कति चोक छ भाइ कति चोक हुन्छ कि हजुरहरूले यसलाई के भन्नुहुन्छ साथीहरू हामीले रुख कटर नै भन्छौँ अब यसलाई यसमा धेरै चोक हुन्छ मैले यसलाई ग्लोभ्स लगाएर गर्नु पर्यो हैन साथीहरू ग्लोभ्स लगाएपछि त्यो चोक लाग्ने डर पनि भएन हैन र धेरै जसोले हातमा तेल लगाएर अनि चोककोमा पनि तेल लगाउनुहुन्छ किनकि त्यो भाँडामा अलिकति यो बढी चोक हुन्छ नि त भाँडा माझ्न सजिलो हुन्छ भनेर पनि मैले चाहिँ अहिले लगाएको छैन ठिकै छ किन गर्नु पर्यो र भनेर यसो लगाइदिनु मन कताबाट हुन्छ तिमीले लाउँछौ कि ग्लोभ्स राम्रो राम्रो खाले हुन्छ क्या ग्लोभ्स त मेरो औँला छुट्या ग्लोभ्स औँला परे ढाई फुटे ग्लोभ्स परे 5 फुटे के भन्छ लामो लामो खानालाई अब बच्चाहरूले कटौरा रेडी गरिसकेर कत्तर काट्ची अनि आत्तिया खान्छ नि साथीहरू सकाल कसरी काट्नु त्यसै काट्न त त्यस्तो मजा आउँछ मलाई आउन है साथी अलि अड्क्यो होला मर्नु नानी अलिक काँचो काँचो दे बच्चाहरू स्कुलबाट आउँदासम्म खाना मिल्ने भनेको त अलिक फलप्पै दिएछन् कि एतेरिका बल चाहिने चाहिँ नानी यो ताली बजाइसिस् त नि कालीकेटी इस हुन्न त मजा आउँछ कसरी काट्नु बस मगन्ती बसाएको यता राखेर यस्तै भयो त केही भएन अलि एउटा थाली चाहिने जस्तो छ है सानसारी हेर न पक्क कस्तो ठुलो चोकको भएन कि होइन किचनलेको त मनै पर्दैन र पो त हेर त कस्तो गराएर खोलाउँला भन्ने इच्छा थियो होला 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 ल है ल खोल्दै राम्रो रहेछ है कता खानु साथी नानु अहिले एउटा प्लेटको यस्तैमा यहाँ राख्दा फोरो पर्छ नि त यस्तै भुइँमा नजाओस् भन्दा चाहिँ मैले चाहिँ के गर्न खोजेको चाहिँ भुइँमा नजाओस् भनेर हो खानालाई त मिठो हुन्छ है साथीहरू यो चाहिँ छिटो ल्याउनु कतिवटा होला कति खाने पुग्छै पुग्दैन आज गली सानो छ यहाँ राख छोरी नबजाऊ साँझमा बजाउन यहाँ राख नानु नानु त्यस्तो गरेर राख्नु हुँदैन नि गर्नु 2 3 4 लिसरलाई 5 6 6 6 7 8 हेर न चोक यहाँ आएर त 8 9 10 किन यस्तो पक्क भएन सानो यो धेरै साह्रो भयो कमी भयो कि होइन माथि कसो भयो नजाने माथि है निस्कनु है निस्कनु यहाँ त निस्कन थालिसक्नु यो छ नि साथीहरू यो के बिचको यो कटरको यो यसलाई के भन्नुहुन्छ हजुरहरूकोतिर भन्दा पनि यसलाई चाहिँ खास गरेर भिनाजु भन्छ है ल ए चुप लाग्छ नानु अलिक पर जाउँ यो छ नि भित्रको डन्डा यसलाई भिनाजु भन्छ है भिनाजु भन्छ कसले राखिदिएको होला यस्तो भिनाजु नाम अनि यो भिनाजुको तरकारी पनि खान्छन् है भिनाजुको तरकारी पनि खान्छन् अरे मैले चाहिँ खाएको छैन है ए
यो चाहिँ भिनाजु मैले खाएको छैन है अहिलेसम्म। के गर्ने जब हामी सानो थियौँ नि सानोमा त के गर्ने होइन बच्चा बेलामा यिनी त खाइन्थ्यो यहाँभित्रको यिनी पनि छोडिन्थेन कि यो भाग पनि कि खाइन्थ्यो कि अहिले त खाइन्न है अहिले त अब यसरी पुग्छ अब धेरै पनि त्यस्तो प्रशस्त चाहिँदैन हामीहरूलाई। पहिला केटाकेटीमा है जति खाने पत्नी अहिले चाहिँ पच्दैन मिस्टेक हुन्छ। त्यही भएर अहिले यो त किन खानु। तर एकजनाले मैले अस्ति भिडियोमा देखेको थिएँ यो सबै यस्तो गरेर पुरै निकालेर एक एक गरेर कि यो निकालेर अनि त्यो अचार बन्छ भन्नुभएको थियो कि मैले चाहिँ अचार बन्छ भन्नुभएको थियो। अचार बनाउनु यो खाने भइहाल्छ। अचारलाई कसै कति आत्तरी भयो आमा मन्ती बसायो होला बसायो दादालाई बसायो यो यति तुर्न सक्ने भए छिमेकीलाई दिन भएन होइन तुर्न सकेन मम्मी भने छिमेकीलाई अस्तिको त बाँडेर खाइएको अहिले के हार्ने भन त सक्छौ सबैले दिनु बाँडेर खाने हजुर बाँडेर खानुपर्छ नि आज समाजमा बसेपछि समाजमा बसेपछि त बाँड्न त पर्छ है तर त्यति धेरै रहन्छ कि आज चाहिँ। त्यही भएर अनि कसैले यो कटरलाई चाहिँ अब यो यतिको भयो नि यसमा चाहिँ मजाले घिउ तताउने अनि घिउ तताइसकेपछि यसमाथि झ्वाइँ गरेर राख्ने अनि राखेर अनि मजाले खानु रहेछ कि मलाई चाहिँ त्यो चाहिँ अलिकति हेभी हुन्छ कि होइन मैले त्यो अहिलेसम्म गरेको छैन। मेरो नन्द हुनुहुन्छ उहाँले चाहिँ हमेसा चाहिँ त्यही जो गर्नुहुन्छ ल अन्त खोइला त हाम्रो यति भयो अब यहाँ 20-30वटा होलान् 30वटा 40वटा होलान् साथीहरू। अब सुन्नु खानुपर्छ यो खानेकुरो भएन। पहिला सानोमा यो पनि खाइयो है त्यतिखेरको दिन अर्कै थियो। अहिले चाहिँ पेटले सहँदैन साथीहरू। कसैले खानुहुन्छ अहिले पनि अचार सचार के बनाएर खानुहुँदो रहेछ तर म चाहिँ खाँदिनँ। रुखछ नि मैले अलिकति यो फाल्छु यस्तो भयो अब खाला यो चाहिँ यसलाई यस्तो साइडमा राखेर आउँछु रुख है यस्तो यहाँ देखेपछि खानु मन लाग्दैन रुखमा साइडमा खाँदै यो त यसमा त हेर दुई तिनवटा एकै खान्छ न यो कसले खान्छ अब भाग लाग्नु पऱ्यो नि त यहाँनिर 3 4 यसमा जोडी है 5 6 8 10 एउटा घरलाई 10 पिसमा हुन्छ एउटा घरलाई यो उसलाई कतिर भाइलाई अब लगभग यसको सिजन पनि गइसक्न थाल्यो साथीहरू। जति अब यही महिना हो अर्को महिना अलि भेटिन गाह्रो हुन्छ यो पनि। जो पहिला यसभन्दा अघि ल्याउँदा मैले 30 रुपियाँ किलो ल्याएको थिएँ नि अहिले चाहिँ यो 60 रुपियाँ किलो गर्न बिर्सिँदै कुरा गर्दाखेरि 1 2 3 4 5 6 7 8 होइन बराबर दिनु पऱ्यो नि त 10 दुईजना हुनुहुन्छ कि 5वटा खानुहुन्छ यता पनि दुईजना यता पनि दुईजना भइहाल्यो। तिमीहरूले किन खान्छौ बाबुले यसमा नानीलाई खाना हतार भइसक्यो होला ल एक खाइसक्यो क्या 3 4 5 पुग्छ 37 ल खाऊ अझै ल 7 अनि बाबु यसमा खाऊ त उ गर्ने र घिउले धानेर खान्छौ यत्तिकै कि त गेस्टिक पनि छैन घिउमा झैँ धानेर पनि खाने चलन रहेछ कि मन छ र नै मैले खाने नै मलाई त यसै पनि गेस्टिक हुन्छ कहाँ यस्तो गर्ने। कति खान्छ छोराले 2 3 4 5 6 7 भयो अझै यो पनि आएछ कि ल यति भए हुन्छ। यो धेरै खाने चिज पनि होइन कि साथीहरू किनकि धेरै खाँदा पनि हुन्छ। ल अब तिमी छोरीले सुरु गर यो अहिले एकछिनमा लगाइदिउँला होइन यता साइडलाई
यसो मैले पनि खाएर हेर्न पाउँ नि कस्तो छ गुलियो कस्तो छ नानी मिठो छ मिठो कहिले कस्तो छ ल खाइयो है साथीहरू दाना चाहिँ छैन सानो छ दाना चाहिँ छैन यति सानो क्या एकदम टेस्टी छ आज त टेस्टी छ भोलि बिहान के हुन्छ पेटको पेट दुख्यो भनेर राति उठाउने होइन मलाई बल्ल 2-3 पिस खाइयो कटहर चाहिँ मिठो रहेछ खाँदाखेरि त एकदम मिठो छ भोलि बिहानको अलि चल्ली कस्तो हुन्छ थाहा छैन यो दाना खाने यो दाना नि कसैले उसिनेर तरकारी अचार बनाउनु रहेछ मलाई चाहिँ खासै त्यति राम्रो लागेन पहिलाको नि यसभन्दा पहिलाको नि फ्याँकिदिएको त्यति मन परेन मलाई चाहिँ अलिक कस्तो के घाँटीमा अलि त्यही चिप्के जस्तो उस भयो कि यसले चाहिँ त्यही भएर यो खाए भइहाल्छ एकदम गुलियो हो मलाई त यो धौ तुर्न भयो अब जुठो परेको राख्ने कुरो पनि भएन होइन छिमेकीलाई यता साइड लगाइसक्यो भनेपछि त तुर्न पऱ्यो कति खाइएछ 1 2 3 4 5 6 7 8 9 10 पिस ठ्याक्कै 1 प्लेट मोमो जस्तै खाइएछ साथीहरू एकदम मिठो छ सिजनको फल पनि खानुपर्छ साथीहरू खानुला हजुरहरूले पनि किनेर ल आज यति बेरसम्म मेरो भिडियो हेरेर हजुरहरूले साथ सपोर्ट गर्नुभयो हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अझ अर्को भिडियो रमाइलो भिडियो लिएर आउने कोसिस गर्दै हजुरहरूबाट बिदा हुन चाहन्छु बाई बाई साथीहरू